फिसिङ रड पनि रेडी भइसक्यो मेरो। अघि गँदेउला फ्याक्ट्रीबाट गँदेउला पनि लिएर आएको छु। फर्स्टमा चाहिँ यसलाई सेल्टाउनुपर्छ। फर्स्टमा चाहिँ यही जाने रहेछ। गँदेउला बल्छीमा अड्काएपछि चाहिँ भटाभटै हो। यो नाली यताको नाली अनेको छ माछा चाहिँ। यति लगाएपछि त गयो सेल्टे। अब यति लगाएपछि त भयो यिनीहरूलाई। यो अलिकति यसको स्केललाई डाउन गर्नुपर्छ मुनि। अब हालिदिनुपर्छ। सस्ल्याक्कै लगाइदिनुपर्छ है। तान्नु ताने ताने खाँदैछ त्यसले। खाँदैछ उपार देख्नु हुँदैछ ल। सुरु गऱ्यो त्यसले लग्यो गयो। अब त्यो हाल्यो लु खा। आम्मामा ठुलै रहेछ त गतिलै। के हेर्नु हरियो हरियो भएको माछा हुन्छ खत्रैसँगको। क्याटफिस पुरा बल्छीले खाएछ यसले। क्याटफिसले बल्छी डल्लै निलिएछ यसले बजियाले। बल्छी त पुरै गम्मै खाए बजियाले। मुख त गतिले नै हुँदोरहेछ यिनीहरूको। आम्मामा तल पुऱ्यायो। कहाँ पुऱ्यायो भगवान्। दाँत चाहिँ खत्रै हुँदो रहेछ। निकै खाएछ मुनि नै लगेछ बल्छी चाहिँ। आँटा चाहिँ यसको यहाँ अड्केको हुन्छ। पल्ला निक्ल्यो बस। यो माछा त 2 दिनसम्म फेरि मर्दैन अरे। एउटा त भयो फर्स्ट हिट एउटा गइगयो। अब सेकेन्डको लागि रेडी गर्नुपर्छ फेरि। बेसी झमेला छैन यो माछा मार्नु चाहिँ एकदमै सजिलो हो। भने चाहिँ यतापट्टि फेरि एट्याक हुन्छ। यहाँ चाहिँ छ यो गतिलो गतिलो छ। यहाँ लगेन माछाले चाहिँ ठिकै छ। यसले लगेन भने अर्को चारै त छैन रहेछ। चारै छैन रहेछ त कहाँबाट खस्छ। एउटा गँदेउला लगाइदियो। माछा चाहिँ यो नालीमा चाहिँ छ भारी कसेर जहाँ जहाँ देख्छ त्यहाँ चाहिँ चोबाल्ने हो। बाहिर निक्लेर खेल्दै गरेको हुन्छ माछा चाहिँ। एक ठो पकड़ लिया था भाई। हाँ अब देखेगा उसके बाद डालेगा। हाँ वही तो जा रहा है। तो जहाँ देखेगा वहाँ में डाल देगा साला। बच्चा बच्चा बहुत बच्चा दिया है साला। हाँ ये ऑर्गेनिक है भाई। अपने आप बनाने से मजा आएगा। माछाले यहाँ खाँदैछ। ताने 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 निकै खानु दिनुपर्छ यसलाई। सानो छ होला बजियो। अरे हो सानो रहेछ सानो आएन। लग्यो। आम्मा आयो 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 फिसिङ फिस 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 फिस। सेकेन्ड फिस पनि आयो मेरो। म चाहिँ खानुको लागि होइन तर यो खाने मान्छे अर्कै छ। होइन यहाँ क्यामेरामा पनि गर्दैछु कि। ल दुईवटा त भइसक्यो डरलाग्दो माछा। फेरि पनि अर्को माछाले समाइरहेको छ। पानी चाहिँ हाल्नु हुँदैन। त्यो बल्छी खाएको हुँदैन कि। तानु त यता फेरि पनि अर्को आयो। माछा चाहिँ यसो हरियो हरियो निलो निलो डरै लाग्दो हुन्छ यो चाहिँ हेर्दै विषालु।
ल बस बल्छी नै बङ्गाएछ यसले 4टा भयो फेरि आएछ फेरि डल्लै बल्छी खाएछ बज्याले बल्छी त यस्तो खतरा खाइदिन्छ कि फेरि बिजोकै बनाउँछ बल्छी त नखाइ हुन्थ्यो नि हौ के म चाहिँ अड्किन्छ हौ यिनीहरूको त्यहाँ हड्डीमै अड्किँदो रहेछ नि हौ यो हड्डीमै अड्किँदो रहेछ यस्तो हड्डी हुँदो रहेछ डेन्जरै यतातिर हल्लिँदैछ पुरा हल्लाउँदैछ पानी जहाँ चाहिँ पानी हल्लाउने हो हल्लाउँछ त्यतातिर लगाइदिने हो यो माछालाई चाहिँ अलिअलि यस्तो हल्लाइदिनुपर्छ राम्रो आँखा देख्दैन बज्याले ओ खानु थाल्यो ओ हो ओ अलिअलि तान्नुपर्छ कि झन् निली जान्छ कसले खाइदिन्छ भनेर होला ए झड्याक झड्याक गर्नु थाल्यो ल आइज अरे हो सानो रहेछ बच्चा रहेछ तान्दैछ खाँदैछ त्यसले ओ तान्दैछ सानो भएर चाहिँ त्यो नलगेर ठुलो भएर चाहिँ भित्र लगिहाल्छ ए सानो रहेछ सानो चाहिँ आउँदैन त्यो बेकार हो ठुलो हेर्नुपर्छ ठुलो माल यतातिर पुरै पानी हल्लाउँदैछ यता रहेछ ठुल्ठुलो घाँस रहेछ कि खाँदैछ सुरु गऱ्यो खाँदैछ डल्लै बल्छी खान्छ बल्छी खाने माछा हो यो चाहिँ बल्छी खाएन रहेछ त अहिले फेरि हालिदिउँ खोलाको माछा चाहिँ सबै बजार पसेको छ खानु थाल्यो लोकेसन भन्नुहुन्छ भने चाहिँ सिलगढी हो यो खाँदै छोड्दै गर्दैछ बच्चा हो यो बच्चा होस् कि सच्चा होस् आइजा आम्मा बच्चा होइन रहेछ यो चाहिँ छिप्पेकै रहेछ पास्टो हुआ भाइ देखो अरे रे 5वटा त भइगयो माछा डरै लाग्दो माछा हिले फिस ला बल्छी नै खाएछ बल्छी पुरै खाइदिएछ माछाले चाहिँ
अब यसको मुखमा हेर्नुपर्छ बल्छी कुन चाहिँकोमा चाहिँ हो यसकोमा हो कि अगर बल्छी कस्तो खाँदो रहेछ नि त क्यामेरा त कति जस्तो पर्छ हौ यो पहिला त 60,000 जस्तो पर्थ्यो अहिले त डिस्काउन्टमा छ हौ 25,000 पाइहाल्छु सोधै 25,000 भने अँ मैले भ्लगमा चाहिएको यो राम्रो हुन्छ अनि मेरो छ नि 17 प्रो म्याक्स कि ए अँ त्यस्तो चाहिएको थियो त्यसले भन्दा त यसले सुविधा होइन हजुर सानो हुन्छ नि त गाडी आउँदैछ भने खै आइपुगेको छैन त हौ त्यो तपाईँले त्यतालाई नम्बर दिनुभएको के बात गर्नु यहाँ चाहिँ फेरि माछाले समय राख्छ अब अलिक खानु दिनुपर्छ अलिक जोड गराउनुपर्छ यसरी हलाउनुपर्छ कि त्यसको चारो खाइदिन्छ जस्तो लाग्दो रहेछ क्या हो बल्छी त खप्पै निल्छ ए आइगयो फेरि यो चाहिँ अलिकति सानो रहेछ बल्छी त खाएछ भित्रै नै हाल्यो नि बल्छी त माछा भरभर्के रहेछ भैया भरभर्के अस्ति यसको यहाँ भित्रबाट बल्छी निकाल्नुपर्छ बल्छी काँटा काँटा छ अन्दरमा ओ यहाँ लुगाएर राखेको हुन्छ सब खादियो बल्छी माछाले चाहिँ बल्छी खाएर नै हत्तु काट्ने ले जा रहा है बहुत है मछली बहुत अभी देखो भैया फेरि आयो यो डेन्जर मछली क्याटफिस आज चाहिँ बङ्गाली बोजू चाहिँ पुरै बुद्रुक बुद्रुक उफ्रिँदैछ खुसीले यो माछा देखेर अझै मेरो छोराले ल्याइदेऊ भनेर किन्नु पर्यो भने चाहिँ 500 रुपियाँ केजी छ अरे यो माछा चाहिँ तर फिर खादिया बल्छी देखो न भाइ इसको मुख नीचे वो फेरि यसको फेरि आएको छ दिन ए अलिक जोड गर्नुपर्छ तानेको तानै गर्छ फेरि आगयो फेरि मरेका साला फेरि पनि आएछ सानो बच्चा आएछ बच्चा अंदर पस्यो यहाँ फेरि एउटाले सम्भायो लाउनु बित्तिकै हो आयो अतालिँदैछ पुरै छोड्यो चाँडो उडाइदिएछ फेरि लाँदैछ त्यसले आएछ फेरि बहुत 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 फेरि आयो एउटा बल्छी यसले पनि बल्छी खिचिहाल्ला बल्छी पूरा खा देता है बल्छी छोटा है ना आपका हाँ भइहाल्यो मलाई एकदम भन्दैछ यता छ उता छ भनेर लेबरहरूले फेरि हालौँ यस्तो घाँस घाँस भएको चाहिँ पुरा लुकेर बसेको हुन्छ यिनीहरू छैन भने यतापट्टि हाल्नुपर्छ फेरि छैन अब यतापट्टि हाल्नु र
फेरि लग्यो यो अटेरै हुन्छ यो माछा चाहिँ ओ अब चाहिँ गयो त्यो ए बल्छी निलिहाल्यो घिचिहाल्यो बल्छी पनि हेरौँ पुरा खाली अब एक बंगाली बुढ़िया को दे देंगे वो पूरा के नीचे चला गया होगा खाएगा वो लिखा है उसे कराई लिखा है भैया आजा कराई में बड़ा वाला ऐसा पुरा खाली बल्छी एउटा आयो भइहाल्यो देखेछ आइगयो साइडमा आएगा इसका त ले गया ऊ दिनै आएको रहेछ यसको आयो हिले कराई लेखायो कराई म त खादिनँ नि म भिडियो बनाउनु मात्रै आएको म एउटा बोजूलाई दिन्छु नि घिन लाग्छ मलाई त ठुल्ठुलो मात्रै लाने म चाहिँ फेरि माछाले लगिरहेको छ उ तल हो लग्यो आइजा बाफ्रे यो त गतिलै रहेछ है हेर्दै घिनलाग्दो डरलाग्दो आयो यत्रो त छ साइज चाहिँ आमा हो जम गऱ्यो यसरी बल्छीमा चारो यसरी उन्ने हो गदेउलाको फ्याक्ट्री छ फ्याक्ट्री हाम्रोमा हो फेरि लगाइदियो फेरि लग्यो लाँदैछ आमा ऊ पर पुरा ल त आइजा ए यस्तो सपिङ कम्प्लेक्सको बाहिर यसरी माछा मारेको तपाईँहरूले देख्नु भएको छैन होला हेरिहाल्नु माछा चाहिँ माछाको कलर चाहिँ यस्तो हुन्छ है खतरा हिले माछा मेरो बाल्टी झन्डै 1 केजी जस्तो त भइसक्यो आमा गरौँ हुँदै जाँदैछ बाल्टी पनि फेरि पनि लगाइदिऊ टाइम नहीं पकड़ के राखे देखो नहीं फेरि तान्दैछ माछाले सानो होला ल खा आमा कहाँ हो झुकाएको रहेछ ठुलै रहेछ बड़ा वाला ही है लगता है जाएगा कराई में इसीलिए तो आया है ना पूरा खा दिया साला फेरि लगे त्यसले अब त गयो होला आ गया साला अहिले चाहिँ आजको फिसिङ गरेर चाहिँ मेरो खतरा भयो यति भयो माछा चाहिँ यो चाहिँ अब खान्छ बोजूले ब्लग गर्न आएको माछा चाहिँ अब अझै पनि धेरै रहेछ अब आजलाई चाहिँ मेरो टाइम सक्यो यो चाहिँ रिलायन्सको सपिङ मल हो अब हेलमेट लगाएर जानुपर्ने हुन्छ यति भन्दै फेरि आजको ब्लग यहीँ खत्तम गर्न चाहन्छु कस्तो के लाग्यो प्रतिक्रिया दिनुहोस् होला यति भन्दै सेवारो टाटा बाबाई फेरि जुम राइडर युट्युब च्यानल नेक्स्ट ब्लग आउने नै छ